Hi guys, welcome to the another vlog. म चाहिँ अहिले नुहाएर अब एकछिन बाहिर भन्नाले पनि ट्रेडिङ गर्न जान लाग्यो अनि अब के गर्नु मसँग अहिले भ्लग हाल्नलाई केही पनि छैन सो द्याट त्यो भएको भएर चाहिँ म अलिकति भ्लग बनाउँछु अब यसरी भए पनि भन्ने प्लान गरेको छु अनि बल्ल नुहाएर निस्केर अब म ट्रेडिङ गर्न जान लाग्यो अनि ट्रेडिङ गर्न अनि अलिअलि घरको यहाँ सामानहरू पनि ल्याउनु छ क्या अनि त्यो निस्कन लाग्यो हेर्दै गर्नु होला है त ल बाई सी यू म देखाउँछु अहिले म निस्किसकेँ ल निस्केर बाटोमा जाँदै हो गाइज अब गाइज त भन्नु पऱ्यो नि फर्स्टमा चाहिँ ट्रेडिङ गर्छु मेकअप सेकअप छैन गाइज यस्तै हो ट्रेडिङ गर्छु अनि उता मार्ट जान्छु त्यसपछि अन्डा लिन जान्छु यसरी नै जान्छु के लेखा छ खुसी शान्ति महाबौद्ध गुम्बा अरे म चाहिँ यता हो जाने चाहिँ कसमा यहाँ पार्लर आएको म के हो यो समो ब्युटी पार्लर अनि खै के म यहीँ आउँछु क्या ट्रेडिङ गर्न हस्बेन्डलाई पनि बिहान एकदम भन्छ मोटाएर देखाउँछ ल कस्तो दुख्यो यार ट्रेडिङ चाहिँ गइसक्यो ल गाइस ट्रेडिङ गरेर अब कस्तो रात अँध्यारो भइसक्यो त अब उता जान्छु मार्ट जान्छु अनि अन्डा लिन जान्छु ला रात परेछ पानीपुरी पनि खाएर आमै भनेको त भ्याउँदैन क्या हो ल कतै मार्ट गएर भेट्छु यहाँ जानु लाग्यो पानीपुरी खानु जानु मन थियो म यता मार्ट आइसकेँ कफी लगाएको थियो चौचौ चाहिँ लानु मन छ करेन्ट हुन्छ ल करेन्ट अनि के भन्दै हुन्थ्यो ए रुम यो के अरे रुम स्प्रे फ्लेभर हुन्छ है कुन चाहिँ राम्रो सबैभन्दा यिनीहरू उयो गर्न त मिल्दैन स्प्रे गर्न मिल्दैन मतलब उयो गर्नु मिल्दैन होला है अलिअलि यो पनि तर मिठो है त्यो कुन फ्लेभर हो त्यो यो ब्लू र त्यो र यो सेम हो ए सबैभन्दा धेरै जाने कुन यो होला कुन लाँदा राम्रो त भन्नु त त्यो होला कि यो होला त्योभन्दा पनि सुरुमा ऊ त्यसको कस्तो मिठो लागेको थियो त्यसको ठुलोबाट छैन नभए ए अलिक धेरै यो होला एकचोटि गर्नु त पिङ्कमा यो त कस्तो लाग्यो त यो लियो मैले यो वाला लियो खै मिठो राम्रै लाग्यो अनि मलाई चाहिएको अहिले के चाहिएको छ अर्को उस पनि चाहिएको छ के हो खै म त के बिर्सेँ हौ भ्लग बनाउने भनेर बिर्सेँ क्या हो सबै ए यो ठुलोमा एउटा चाहिएको थियो म यहाँ खोज्दै हेर्दै गर्दैछु क्या
नि है मैले त यो चलाएर हो पर्ला के हो खै भ्लग बनाउने उसमा बिर्से जस्तो लाग्दैछ मलाई के हो के ल यति गर्छु मलाई लाज लाग्यो हरियो कैरा के भन्नुभयो यसको नाम हरियो कैरा हरियो फर्सी भन्दा क्याप्सिकनको पनि भिन्टेज दुईटा मात्रै लिन्छु ल यो चाहिँ आन्टी अँध्यारो भइसक्यो अँध्यारो जस्तो भयो आउँदा यो खाने हो अब अन्डा लिन जान्छ यार गाइज अन्डा 6 बजिसकेको थियो म निस्किँदाखेरि यस्तो देख्दैछ यहाँ यहाँ चाहिँ अन्डा लिन जानु लाग्यो ल मतलब त्यहाँ मार्टमा पनि थियो तर त्यहाँ त उस मात्रै पाउँछ नि त यता चाहिँ लोकल भनेको थियो क्या अनि त्यही भएर चाहिँ दिन जानु लाग्यो ल गाइज ल म आज थापा फ्रेस अङ्कल अन्डा ल्याइदिनु भयो ए ल यो हो ए यो चोटिको चाहिँ रातो त्यति धेरै रहेन रहेछ अस्तिकोमा कति धेरै रातो थियो ल हुन्छ रेडी गरिदिनु यहाँबाट लाँदै फेरि प्याट्ट भयो नि त मलाई फेरि अन्डा लिनु गएको मान्छे अन्डै अनि फुटालेर आएपछि फेरि लोकल अन्डा कस्तो आएको यार ठ्याक्कमा पनि आउनु गाडी पनि आउनु त्यसरी अन्डा लिएर आउँदैछु गाइज म ल अब भ्लग यहीँ गर्छु म अति भयो म रस एकदम कुदाकुदै मतलब म निस्किँदाखेरि पनि 6 कति भइसकेको थियो अनि कति चाँडै अँध्यारो भयो यार पार्लर गयो त्यहाँ गयो अब गएर खाना बनाउँछु अनि अब फेरि यही भ्लगमा अर्को भ्लग भोलिको पनि एड गर्छु म सी यू गाइज